जुन जेन्जी आन्दोलन उनीहरूले भनेका छन् त्यो आन्दोलनलाई बिर्साउने ढङ्गको आन्दोलन चाहिँ हामी काठमाडौँ गर्दैछौँ र जुन ढङ्गले सरकार अगाडि बढ्छ त्यही ढङ्गले हामी पनि अगाडि बढ्छौँ। टिट फर ट्याट भन्छ, जस्तालाई तस्ता ढिँडालाई निस्तै भन्छ र उनीहरूले जुन खालको एउटा गतिविधि गरिरहेका छन् यो 2-3 दिनका गतिविधि हेर्दाखेरि चाहिँ उहाँहरूको विरुद्ध हामी सशक्त ढङ्गले आन्दोलनमा जाने निर्णय गरेका छौँ। यो सरकारलाई झुकाउनलाई हामी बाध्य बनाउँछौँ। पहिलो गाँसमा नै ढुङ्गा भनेको जसरी कार्की आयोगको प्रतिवेदन लागू गर्ने बाहनामा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गरिसके पछाडि हामी निकै झस्किएका छौँ र विशेष गरेर राष्ट्रियताको सन्दर्भ र लोकतान्त्रिक हक अधिकारलाई सङ्कुचित गर्ने सन्दर्भमा बालेन सरकारले जुन अधिनायकवादी शैली र निरङ्कुश शैली अपनाएर आफूभन्दा फरक विचार राख्ने पार्टी र नेताहरूप्रति जुन खालको प्रतिशोध सान्ने र बदला लिने ढङ्गले अगाडि बढिरहेको छ यो निकै गम्भीर हो। उनी आफै मेयर भएको बेलामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीज्यू चाइना भ्रमणमा जाँदा लिपुलेक लिम्पियाधुरा र कालापानीको बाटो हुँदै चाइना र भारतले व्यापारिक सम्झौता गर्न खोजेको बेलामा जुन खालको स्ट्याटस दिएर उनले केपी ओलीलाई सुझाव दिएका थिए, आज इन्डिया र चाइनाले त्यो रुट प्रयोग गरेर जुन व्यापार गर्ने कुरा गरिरहेका छन् उनको पहिलो बैठकले चाहिँ त्यो विषयमा सम्बोधन गर्लान् भन्ने हामीलाई लागेको थियो। एमसीसी सम्झौताको बारेमा नेपाली जनतामा निकै ठुलो आशंका र आक्रोश छ। यद्यपि त्यहाँ एमाले पनि सहयोग गर्यो भनेर भ्रम फिजाइएको छ। एमसीसी सम्झौताका दौरानमा हामीले कुनै सहयोग गरेका होइनौँ। तत्कालीन 5 दलीय गठबन्धनले एउटा प्रस्ताव, एउटा नाटकीय प्रस्ताव व्याख्यात्मक टिप्पणी भन्ने गरेर जुन पास गर्यो त्यसमा हाम्रो कुनै समर्थन छैन र हामी कुनै मत पनि जाहेर गरेका थिएनौँ। त्यो हामीलाई पनि दोष लगाउने प्रयत्न गरिन्छ र